नमस्कार। अहिले हामी म्याग्दी गाउँपालिका वडा नम्बर 4 को गैरा गाउँमा छौँ र यो तनहुँ जिल्लाको एउटा मगर गाउँ हो र यहाँ मगर सामुदायिक होमस्टे पनि केही वर्षदेखि सञ्चालन छ र आज हामीले यो हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आइरहेका छौँ र यो महिना 2082 पुस महिनाको अन्तिम शनिबार पनि म्याग्दी गाउँपालिका 4 मै हामी हाइकिङ आउने क्रममा छौँ र यहाँको बारेमा यहाँकै स्थानीय अनि पेसाले शिक्षक हाम्रो राजु सरसँग चाहिँ यहाँ कुराकानी गर्दैछौँ। उहाँकै शब्दमा तपाईँहरूले आफ्नो यो गाउँको बारेमा बुझ्नुहोला र हरेक महिनाको अन्तिम शनिबार हुने यो पुस महिनाको 26 गते शनिबार हुने हाइकिङमा तपाईँको सहभागिता रहनेछ। त्यसको लागि यो हाइकिङ रुट कहाँबाट आउँदा कति समय लाग्छ हाम्रो राजु सरसँग सुनाऊ है त। ल धन्यवाद। ल भन्नुहोस्। हजुर नमस्ते, मेरो नाम राजु राणा। मेरो घर चाहिँ नि यही तनहुँ जिल्लाको म्याग्दी गाउँपालिका वडा नम्बर 4 अन्तर्गत गैरा गाउँ र हाम्रो गाउँमा विगत 78 सालदेखि यो मगर सामुदायिक होमस्टे भनेर सञ्चालन गर्न पनि सुरुवात गर्दैछौँ हामीले। अनि हाम्रो गाउँमा आइपुग्नको लागि चाहिँ नि हाइवे पृथ्वी हाइवेबाट दक्षिण साइडमा 4 किलोमिटरको दूरीमा रहेको छ, माथि टपमा। तपाईँहरू बाइकमा आउनुभयो भने 10 मिनटमा आइपुग्नुहुन्छ र कार जिपमा आउनुभयो भने 15 मिनट। हामी हिँडेर आउने हो सर, हामीलाई 2 घन्टा लाग्यो होइन? हजुर, लगभग 4 किलोमिटर। अब नयाँ मान्छेलाई ठिकै छ। ल गाउँमा के छ? गाउँमा 2 घन्टा लाग्यो भनेपछि तपाईँहरू अब हिँड्दै बस्दै यताउति हिँड्दै दायाँ डाँडा खोल्सीहरू हेर्दै आउनुभयो होला। नत्र खास सिधै आउने भए त 45-50 मिनटको बाटो हो। हजुर, हामीलाई त्यस्तै 45 मिनट जति लाग्छ। हजुर। अनि यहाँ गाउँमा आइसकेपछि यहाँ घुम्न लायक ठाउँहरू के छ? यो गाउँबाट के देखिन्छ? हिमालहरू कुन कुन देखिन्छ? हजुर, यो खुलेको बेलामा चाहिँ नि हिमाल धौलागिरीदेखि अब यता मनस्लु अनि हजुर धौलागिरी गणेश होइन सबै देखियो, अन्नपूर्ण रेन्ज पुरै। र यता दक्षिणतिर सेती नदी रहेको छ। र यताबाट तपाईँहरू हाइकिङको लागि आउनुभयो भने बाटो अघि आउनुभयो, हजुर त्यही नै हो। अनि यहाँबाट भिमाद झर्दाखेरि यहाँबाट करिब भिमाद चाहिँ नि 8 किलोमिटर 9 किलोमिटर जति होला। हजुर, त्यहाँबाट तपाईँहरू हाइकिङमा भिमाद पनि जान सक्नुहुन्छ। र अर्को फेरि यहाँ थर्पुबाट उक्लेपछि फेरि यता मुलाबारीको भैरवथानबाट तल मरिवडार पनि छ। र यही अलिकति माथिबाट फेरि तल झर्ने पनि दुईटा बाटो छ। दुईटा बाटो हजुर, झर्नको लागि सर्टकट मान्छेहरू हिँडिराखेको। पहिला एकदम पुरानो हाम्रो बाजेहरू पैदल मार्ग हिँडेको बाटो छ अझै दुईटा तल हाइवेमा झर्नुको लागि। हजुर। र अरू यहाँ हेर्ने ठाउँ चाहिँ नि यहाँबाट अलिक छेउबाट चाहिँ नि खैरिनटार देखिन्छ, थर्पु बजार देखिन्छ। अनि अलि यो हाम्रो छाउँ गाउँपालिका है हजुर? पहिला गाविस कतिवटा वडा थियो? कुन वडा हो यो? पहिला पनि 4 नम्बरै हो वडा गाविसमा पनि। हजुर। अहिले गाउँपालिका भएपछि यहाँ बस्तीहरू के जातिहरूको छ? बाहुल्यता धेरै, बाहुल्यता बढी मगर छ। त्यसपछि नेवार क्षेत्री, त्यसपछि गुरुङ छ। गुरुङ पनि छ यहाँ नि? गाउँ पनि छ। हजुर, गाउँ छ। हजुर, 45-50 घरको गुरुङ गाउँ छ। हजुर। अनि क्षेत्रीहरू छन् यहाँ 20-25 घर। हजुर। अनि दलित समुदाय। हजुर। अनि यहाँ स्कुल कति टाढा छ? स्कुल त यही कुन स्कुल हो? प्राथमिक हो कि मावि? गणेश मावि यही हो है? त्यो देखेको त्यो छेउको त्यो हो? हजुर। अनि स्वास्थ्य चौकी कति टाढा छ कि है तलै हो? थर्पु सामुदायिक। अनि यो बाटो चाहिँ यो हामीले यो देख्यौँ होइन, मानुङकोटदेखि सुरु भएको यो हाइवे बहपुर होइन, थानसिङ बहपुर हुँदै किलचोक हुँदै आएको यो थर्पु कति किलोमिटर छ यो? लगभग खै मानुङबाट त कति किलोमिटर छ? यहाँबाट थर्पु यहाँबाट भिमाद 9 किलोमिटर बाटो। हजुर। अनि हाम्रो पैदल मार्ग त फेरि छोटो होला नि त?
पैदल मार्ग छुट्यो कि हामी जङ्गलको बाटो सरसफाइ छैन होला होइन अलिकति चाहिँ सर्टकट हुन्थ्यो अर्को छ हजुर छ तर अहिले सरसफाइ नभएको भएर हामी मोटरको बाटो हिँड्यो भने 9 किलोमिटर हो जम्मा हजुर 9 किलोमिटर अनि होमस्टेमा कतिको पाहुनाहरू कहाँको आउनु छ स्वदेशी विदेशी तपाईँ कतिको प्रचार प्रसार गर्नुभएको छ के छ हजुर विदेशी त अहिलेसम्म होइन तपाईँको जस्तै हाम्रो अहिले सोसियल मिडियाहरू छ फेसबुक पेजहरू बनाउनु पर्यो होइन हजुर अनि त्यहाँबाट अब पाहुनाहरूलाई अलि यहाँको कल्चरको बारेमा होइन अनि यहाँको अर्ग्यानिक खानाहरूको बारेमा प्रचार प्रसार गर्नुभयो भने आउँथ्यो नि त त्यो कतिको प्रयास गर्नुभएको छ के छ त्यो अहिले गाउँमा चाहिँ नि अलिकति बेसीतिर झर्ने रोड साइडतिर झर्ने ठिक छ जे होस् आउनुभयो भने तपाईँहरूले म्यानेज गर्नु सक्नुहुन्छ कतिजनासम्मलाई गर्न सक्नुहुन्छ त्यही 20-25 जना 30 जनालाई म्यानेज कतिवटा घरमा होमस्टे नम्बर घर 1 2 3 गर्नुभएको छ कि गर्नुभएको छैन लगभग 10 घर भनौँ 10 घरमा हुनुहुन्छ 10 दुना 20 त भइहाल्यो 20-25 गरेर तालिमहरू लिनुभयो सबै हजुर तालिम चाहिँ नि गाउँपालिकाबाटै 5 दिनको होमस्टे व्यवस्थापन तालिम लिनुभयो कुकिङको अनि अतिथि सत्कार होइन अतिथि सत्कार ओके अनि भ्रमण लानुभयो कि लानुभएको छैन त अरू होमस्टेहरूमा तपाईँहरूको यो टिम हजुर भ्रमण चाहिँ नि एकपटक सिग्लेस लानुभयो तपाईँहरू यस्तो गर्नुहोस् अब हुन त मैले यहाँ भन्न पऱ्यो त होइन होइन त्यही पनि तपाईँहरू कस्तो गर्नुहोस् भने तपाईँहरू सुरुवात हो पाहुनाहरू बल्ल आउँदै हुनुहुन्छ होइन तपाईँहरूले के गर्नु पऱ्यो भने तपाईँहरू जस्तै ठाउँमा भ्रमण लैजानुहोस् क्या नयाँ ठाउँहरूमा धेरै चलेको ठाउँमा जानु भने तपाईँ हतोत्साहित हुनसक्छ होइन यस्तो त हामीले गर्नै सकिन्न मान्छे छैन भन्ने हुन्छ त्यही भएर तपाईँहरू जस्तै बामे सर्दै गरेको होमस्टे उस गर्नुहोस् अनि होमस्टेले गर्दाखेरि हामी गाउँमा आउन सजिलो भएको छ एउटा कुरो के नत्र यहाँ यदि सामुदायिक होमस्टेहरू नहुने हो भने हामी कसलाई सम्पर्क गरेर आउने त नि गाउँमा हामीलाई घुम्न मन लाग्छ यहाँ बस्न मन लागेको छ होइन कसै व्यक्तिगत घरमा बसेर साध्य उस हुँदैन हामीलाई सम्भव हुँदैन होइन त्यही भएर सामुदायिक होमस्टेको महत्त्व आफ्नो ठाउँमा छ त्यसको लागि अब अलिकति पहल गर्दै राख्नु होला र यो हाइवेबाट जम्मा 4 किलोमिटरमा छ के अरे बाटो एकदम मैले पनि हामीले पनि हेऱ्यो आज 5 जना आइयो हजुर लगभग आधा जस्तो चाहिँ नि पिचै छ आधा कच्ची छ अनि पिच नभए पनि त्यो बाटो चाहिँ नि राम्रो छ पिच नभए पनि र अर्को कुरा पहिला हाम्रो बाबुबाजेको पालामा बटौली नुन लिन जाने हजुर हजुर लमजुङ गोर्खाको मान्छे पनि हिँड्ने बाटो ऐतिहासिक बाटो हो पैदल मार्ग यो पर्यो अनि जतिखेर यो रोड खुलेको थिएन हजुर हाइवे बनेको पनि थिएन अथवा भर्खर बनेको थियो होला त्यतिखेर थर्पुको मान्छे मनपाङको मान्छे जामुने मानुङको मान्छेहरू किन्न नुन तेल किन्न चाहिँ यहाँ हटिया बजार छाङ बजार यही छाङमै थियो त्यतिखेर ऐतिहासिक बजार हो यो कपडाहरू पाउने हैन नुन तेल दही पाउने थर्पुको मान्छेहरू पनि किन्न चाहिँ यहाँ त्यहाँ आउने त्यहाँ आएर उहाँ लाने बल्ल बेचेर यहाँ चाहिँ ल यो छाङको बारेमा धेरै राम्रो कुराहरू हजुर यहाँ हाम्रो थानी देवी मन्दिर छ हजुर अनि भैरव थान मन्दिर छ हजुर हेर्ने ठाउँ चाहिँ नि अरू पनि अब पहाडहरू अब जङ्गल हजुर त्यो त अर्ग्यानिक खानाहरूको लागि प्रख्यात रहेछ अर्ग्यानिक खाना हजुर घरमै उत्पादन गरेको पिँडालु फर्सी साग दाल हजुर ल एकदम होइन खुसी लाग्यो अहिले हामी पनि 4-5 जना पोखराबाट यो प्रि हाइकिङ यो रुट हेर्नको लागि आएका थियौँ र एकदम उहाँको आतिथ्यता एकदम राम्रो लाग्यो अब हाम्रो अरू बेला पनि तपाईँहरू कोही पनि होइन यहाँ आउनुभयो भने कन्ट्याक्ट नम्बरहरू के छ कन्ट्याक्ट नम्बर दिनु त यहाँको हजुर कन्ट्याक्ट नम्बर होमस्टेको कोही अध्यक्ष अथवा सचिवको हजुर अध्यक्षको चाहिँ नि नाम र फोन नम्बर दिनु होला र यो चाहिँ यो हामी घुम्नै पर्ने ठाउँ हामी पृथ्वी राजमार्ग हुँदै पोखराबाट काठमाडौँ जाँदाखेरि दाहिनेपट्टि यो कस्तो गाउँ होला के गाउँ होला कति बस्ती होला के होला भनेर हामीलाई एकदम कौतूहलता हुन्थ्यो र आज हामी हाइकिङ गर्नको लागि पछि अन्तिम शनिबार यो पुसको अन्तिम शनिबार 26 गते आउने भनेर हामी आज यो 19 गते आएका छौँ हैन उहाँ नम्बर हेर्दै हुनुहुन्छ नम्बर हेर्नु नाम र नम्बर दिनु हजुर हाम्रो होमस्टे व्यवस्थापनको अध्यक्ष सञ्जित आले हजुर उहाँको कन्ट्याक्ट नम्बर चाहिँ नि 97 625 69 291 ल है अब तपाईहरु पनि
हुन्छ। हो म्याग्दे हजुर म्याग्दे गाउँपालिकाको 4 नम्बर वडामा गैरा यो मगर सामुदायिक होमस्टेमा गैरा होइन आउनको लागि त्यो कन्ट्याक्ट गरेर आउनु होला। धन्यवाद। यो भिडियो हेरेर कुनै प्रतिक्रियाहरू दिनु होला। धन्यवाद है। हस्, राजु सरलाई पनि धेरै धन्यवाद। ल आज हाम्रो सबै म्यानेज गरिदिनु भयो। त्यहाँ टाढाबाट पोखरादेखि हाम्रो गाउँमा आइदिनु भयो, त्यसको लागि तपाईँहरूलाई पनि धन्यवाद। अनि सबैलाई भिडियो हेरिदिनु होला, कमेन्ट गरिदिनु होला र हाम्रो गाउँमा एकपटक हेर्न आइदिनु होला हो भन्दै हस् हस्। ल धन्यवाद।